हाई एभ्रिवान, आज चाहिँ हामी नन्दा भाउजू कता जान लाग्छौँ भनेर हजुरहरूलाई देखाउन गइरहेको छु। आज चाहिँ हामीहरू हेटौडामा हुन गइरहेको सेमिनारमा जान लाग्दैछौँ। यो सेमिनार चाहिँ युथ इको नेपालले अर्गनाइज गरेको छ। यस सेमिनारमा चाहिँ इन्डियाको एकदम भूमिका बेल आउन लाग्नु भएको छ। उहाँले चाहिँ हामीलाई चाहिँ हैन वाटरप्रुफ, ड्र्याग प्रुफ, स्मच प्रुफ मेकअप चाहिँ हामीलाई सिकाउन लाग्नु भइरहेको छ र त्यसका साथसाथै हामीलाई चाहिँ उहाँहरूले टेक्निक हैन कसरी चाहिँ हामी इन्भेस्ट गर्न सक्छौँ, कुन प्रोडक्टहरुबाट नि हामीले राम्रो फेयरनेस एकदम नेचुरल मेकअप देखाउन सक्छौँ भनेर पनि उहाँले आज सिकाउनु हुनेछ हामीलाई। त्यसपछि हामी ढिलो नगरिकन हिमालयन दरबार बैंक्वेटमा हामी पुग्यौं। त्यहाँनिर चाहिँ हाम्रो प्रोग्राम हुन लागेको थियो। अनि त्यसपछि हामीले चाहिँ अनि भित्र इन्ट्री गर्ने बित्तिकै त्यहाँनिर चाहिँ हाम्रो मोबाइल नम्बर अनुसार चाहिँ हाम्रो सिटको नम्बर हुँदो रहेछ। त्यसपछि हामीले त्यो हेर्यौं र त्यो नम्बर लिए पछाडि चाहिँ हामीलाई यस्तो बेल्ट लगाइदिनु हुँदो रहेछ कि यस्तो बेल्ट लगाएपछि मात्रै हामीले इन्ट्री पाउने रहेछौँ। कति धेरै गर्मी थियो अनि त्यही माथि यति धेरै क्राउड थियो कि त्यहाँनिर हैन। अनि त्यसपछि खोज्दा बल्ल हाम्रो पालो आयो हैन। अनि कराको कराई सबैजना कराएर होला, उहाँहरूको दिमाग पनि चलिरहेको थिएन क्या बिचारा राम्रोसँग। अनि त्यसपछि हामीले भेटायौं। अनि हाम्रो नम्बर भेटिसके पछाडि चाहिँ अनि उहाँहरूले हामीलाई यस्तो ह्यान्डमा यस्तो स्टिकर लगाइदिनु भयो। अनि यस्तो स्टिकर लगाइसके पछाडि चाहिँ अनि हामी ढिलो नगरिकन अनि हामीले चाहिँ यस्तो पोज पनि दिइहाल्यौं क्या। यस्तो दिनु पर्यो नि त। अब यत्रो दुःख गरेर यहाँ निज गर्दैदेखि गएपछि यति नगरिकन त सुख हैन। त्यसपछि हामीले यस्तो स्टिकरको गऱ्यौं। त्यसपछि भित्र गएको यति राम्रो ठाउँ, यति राम्रो डेकोरेसन हैन। हेटौडामा हुनुहुने दिदी बहिनी या हेटौडामा हुनुहुने सबैजनाले चाहिँ हजुरहरूको एकदम के अब मलाई यो होटलको बारेमा पनि एकदम तारिफ गर्न मन लाग्यो क्या। यो के रे बैंक्वेटको बारेमा यति राम्रो स्पेस, यति राम्रो इन्भाइरोमेन्ट हैन, यति राम्रो लागेको। भित्र पनि त्यत्रै ठुलो स्पेस हैन, एकदम ग्रान्ड के। अनि हजुरहरूले चाहिँ आफ्नो स्पेशल फंक्सनहरु यहाँ गर्न सक्नुहुन्छ है। अनि त्यसपछि चाहिँ हाम्रो यो चाइनिज म्याम हैन, जापानिज म्याम हुनुहुँदो रहेछ उहाँ चाहिँ हैन। उहाँ चाहिँ सर्जनपट्टिको हुनुहुँदो रहेछ। उहाँले चाहिँ लिपको हैन लिप कलर हैन लिपमा पर्मानेन्ट जस्तो कलर कसरी गर्ने भनेर उहाँले सिकाइराख्नु भएको थियो। अनि त्यसपछि हामीलाई स्क्रिनमा पनि देखाइरहनु भएको थियो कि। अनि मैले चाहिँ त्यो स्क्रिनमै जुम गरेर भिडियो बनाएको। एकदम राम्रो आउँछ नि त, अलि राम्रोसँग क्लियरली देख्छ भनेर यसरी गर्नुपर्ने हैन। अनि त्यो